अस्ति अर्थमन्त्रीज्यूको बजेट भाषणमा प्रष्टसँग मैले सुने साइक्लोट्रोन भरतपुर उसमा राख्ने रे के अरे क्यान्सर अस्पतालमा 32 करोड छुट्याएको छु भन्नुभयो क्या। अब त्यसले साइक्लोट्रोन बन्छ 32 करोडले? त्यसो नछुट्यायो भने त भयो नि। म चाहिँ शिक्षा मन्त्री हुँदाखेरि एउटा साइक्लोट्रोन राख्ने विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत राख्ने, किनभने साइक्लोट्रोन त नेपालमा हुँदै रहन्छ, छँदै रहन्छ, छँदै छैन अहिलेसम्म। साइक्लोट्रोन भनेको के हो भन्दाखेरि त्यसले औषधि बनाउने, कोरोनाको लागि चाहिने, कोरोना रे क्यान्सरको लागि चाहिने त्यसको चाहिँ एउटा केमिकल बनाउने। अब त्यो केमिकलको फेरि लाइफ चाहिँ कति हुन्छ तपाईँहरूलाई थाहा छैन। त्यो औषधि जस्तो हो, आइसोटोप भन्ने हुन्छ। त्यो त्यसको औषधिको चाहिँ 2-4 घण्टाभन्दा बढी लाइफ हुँदैन। 2-4 घण्टामा त्यो सिद्धि हो क्या। अरू औषधि जस्तो के अरे बनाएर त्यो दराजमा राखेर बेच्ने औषधि होइन त्यो चाहिँ। अब त्यो 2-4 घण्टा लाइफ भएको औषधि अहिले कहाँबाट आउँछ? दिल्लीबाट आउँछ। अनि दिल्लीबाट यहाँ आउन कति घण्टा लाग्छ? प्लेनमै ल्यायो भने अब ल्याबबाट त्यो दिनदिनै उत्पादन गर्ने होइन, चाहिएको बेलामा उत्पादन गर्ने औषधि हो त्यो। चाहिएको बेलामा उत्पादन गर्ने, बिहान 3-4 बजे भित्रमा चाहिँ उत्पादन गर्ने, अनि त्यसपछि त्यसलाई तुरुन्तै ल्याबबाट डाइरेक्ट एयरपोर्टमा लैजाने, एयरपोर्टबाट यहाँ ल्याउने, यहाँबाट कुन अस्पतालमा लैजाने हो त्यहाँ पुर्याउने। गर्दाखेरि पनि 2-4 घण्टामा त आउँदैन, लाग्छ 8-10 घण्टा त लागिहाल्छ ठाउँसँग पुग्दाखेरि। अब त्यस्तो औषधि बनाउने एउटा साइक्लोट्रोन चाहियो भनेर बनाउने भनेर मैले त्यो म सुन्दाखेरि त्यो विज्ञान प्रविधि मन्त्रालयबाट के अरे प्रक्रिया चालेको हो। अब त्यसमा पनि फेरि राजनीति गर्ने, के कहिले कहिले कता लाने भन्छ, कहिले कता लाने भन्छ। अब त्यो साइक्लोट्रोन राख्नको लागि एउटा सानो भन्दा सानो त होइन, अलिकति ठुलो काम चलाऊ नेपाललाई अहिले सुरुमा काम चलाऊ साइक्लोट्रोन राख्नको लागि सबै गर्दाखेरि करिब 1 अरब रुपियाँ लाग्ने रहेछ मिनिमम। अब त्यो 1 अरब भएन भनेदेखि त साइक्लोट्रोन राख्ने भनेर भने त केही होइन। र अस्ति अर्थमन्त्रीज्यूको बजेट भाषणमा प्रष्टसँग मैले सुने साइक्लोट्रोन भरतपुर उसमा राख्ने रे के अरे क्यान्सर अस्पतालमा 32 करोड छुट्याएको छु भन्नुभयो क्या। अब त्यसले साइक्लोट्रोन बन्छ 32 करोडले? त्यसो नछुट्यायो भने त भयो नि। भने जस्तै यो जुन छ यो फोरेन्सिक ल्याब बनाउँदाखेरि चाहिने, अब यसको के कति छ बजेट त बनाउनु पर्यो, तर त्यो एकैचोटि खर्च गर्नुपर्छ। खर्च गरेर त्यसलाई चाहिँ एकदमै सुविधायुक्त आधुनिक बनाउने किसिमले बनाउनु पर्ने हुनाले यसलाई चाहिँ मैले धेरै नबनाऊ, एउटाबाट सुरु गरौँ भन्ने कारण चाहिँ मेरो हो।